हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। आज पनि तपाईहरुको बिचमा म एउटा नयाँ ब्लग लिएर आएको छु। त्यो बिचमा चाहिँ अलिकति महत्त्वपूर्ण कुराहरु चाहिँ इम्पोर्टेन्ट कुराहरु चाहिँ मैले समावेश पनि गराएको छु। कृपया तपाईहरुले मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज सब्स्क्राइब गरिदिनु होला, माया गरिदिनु होला भन्दै आजको ब्लगमा चाहिँ के कुराहरु चाहिँ एपिसोड छ त सो कुराहरुलाई चाहिँ म देखाउन गइरहेको छु। कृपया हेरेर साथ दिनु होला, माया गरिदिनु होला। हो सुरु गरौँ है त। ड्युटी जाने हो उहाँलाई छिटो गरिदिनु उहाँ ड्युटी जाने मान्छेलाई अलिक चाँडो गराइदिनु त। हामी यहाँ बस्ने पो दिने गरौँ ल। हुन्छ ठिक छ ओ ड्युटी आफ्नो प्रशंसा पत्र ग्रहण गरिदिनु हुन आँटेको रहेछ। उहाँ चाहिँ हाम्रो पूर्व अध्यक्ष हुनुहुन्छ। उहाँले पनि सधैँ आफ्नो रक्तदान दिएर सबैलाई जीवनदान दिनुहुन्छ। उहाँले पनि फेरि धेरै धन्यवाद छ र हाम्रो सम्पूर्ण रक्तदाताज्यूहरूलाई फेरि पनि म गठन गरिएको छ। टोल विकास संस्थाहरू घर घरमा पुग्नु भएको छ, घर घरका कुराहरू लिनु भएको छ, घर घरका समस्याहरू समाधान गर्नु भएको छ। टोलमा आइपरेका सबै खाले समस्याहरू, सामाजिक समस्या, राजनीतिक समस्या, आर्थिक समस्या, त्यहाँको विकास निर्माणको समस्या, त्यहाँको झैँझगडाका थुप्रै समस्याहरू, ती सबै समस्या यसले समाधान गरेको छ टोल विकास संस्थाले। तसर्थ हाम्रो वडामा काम गर्न सजिलो छ, हाम्रो नगरमा काम गर्न सजिलो छ। टोल विकास संस्थाले सम्पूर्ण काम गरिदिएको कारणले गर्दाखेरि धेरै समस्याहरू माथि झेल्नु पर्दैन। तसर्थ टोल विकास संस्थाले जति पनि धन्यवाद दिए पनि, जति प्रशंसा गरे पनि, जति आभार व्यक्त गरे पनि कम हुन्छ। तसर्थ त्यो शब्द पनि मैले पाएको छैन, त्यति मैले आभार प्रकट गर्न चाहन्छु। टोल विकास संस्थाकै कारणले गर्दाखेरि हाम्रा यी softly to the leaving. I see a flame inside me, shining on the speeds of my soul was weakening. I found एन्ड देन म ब्लड दिएर म घर आइपुगेँ होइन। तर 3 महिनामा चाहिँ ब्लडहरू चाहिँ दिइराख्नु पर्दो रहेछ भन्ने कुराहरू चाहिँ म आज बुझेँ। कतिपय त्यहाँ बोल सुनिराख्दाखेरि अब हुन्छ नि त, अब म त्यस्तो धेरै अब म लाइक यस्ता चाहिँ खासै मलाई त्यस्तो थाहै नभएको कारणले गर्दाखेरि चाहिँ म आज धेरै कुराहरू सिक्न पाएँ। त्यहाँ गएर अलिकति अब हुन्छ नि त, अब ब्लड चाहिँ दिनु पर्दो रहेछ। हाम्रो ब्लड यतिकै हाम्रो शरीरमा खेर गएको ब्लडले गर्दा चाहिँ कतिपय मान्छेहरूको चाहिँ जीवन चाहिँ बस्ने भएको कारणले गर्दा चाहिँ प्लिज दिनु पर्दो रहेछ। तपाईहरु पनि अब तपाईको टोल विकासमा त्यहाँ कतै रक्तदानहरू गर्ने भइरहेको छ भने त्यहाँ गएर दिनु होला। किनकि हाम्रो ब्लड भनेको यो चाहिँ दिइराख्नेलाई एकदमै राम्रो रहेछ।
3 महिनामा दिइरहेकोहरू सुने मैले आज स्पिचमा है जस राम्रो रह्यो जस मैले पनि दिएँ आज फर्स्ट टाइम हो मेरो चाहिँ सो दिएँ मैले आज जस म खुसी छु मैले गर्दाखेरि चाहिँ अरू मान्छेहरू बचोस् होइन सो त्यही हो त्यही भन्न चाहन्छु तपाईँहरू पनि सक्नुहुन्छ भने तपाईँहरूले पनि दिनुहोला भन्दै आजको भ्लगलाई चाहिँ यहीँ अन्त्य गर्दै तपाईँहरूले सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गरिदिनु होला यसरी नै माया गरिदिनु होला किप वाचिङ एन्ड अर्को भ्लगमा भेट्ने बाजा गर्दै म तपाईँहरूको बिचमा म सुतिन चाहेँ बाई बाई मेरो सबै भएको कुरा